जयपुर जाउँला सँगै बसौँला क्यामेराले सेल्फी नौला बुमुङ 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 बुमुङ। आज हामी जाँदैछौँ घान्द्रुके। हाम्रो टोलीहरू घान्द्रुकतर्फ प्रस्थान हुँदैछौँ। हाम्रो टोलीहरू एकदम ठुलो छ र आज हामी गर्दैछौँ के अरे शीतन पार्टी गर्नेछौँ आज भरे माथि सकेको छ हो के भेनाजी शीतन पार्टी हुनेछ र हामी एकदम रमाइलो गर्नेछौँ र हाम्रो शिक्षाजी र हाम्रो शिक्षाजी र हाम्रो सबिनाजीले गुरुङ ड्रेस लाउने एकदम ठुलो चाहना गर्नुभएको थियो तर त्यो चाहिँ भोलि पुरा हुनेछ भन्ने मैले आश गरेको छु। ल वहीँ गएर भेटौँ ल। मौसम धुम्म भयो भने भोलि पानी आज साँझ पानी पऱ्यो भोलि खुलेर एकदम त्यति देखिन्छ जस्तो लाग्छ। कहाँ कस्तो भ्यू भइरहेछ तिमीलाई? मलाई चारवटा ब्युटिफुल हेर Day 6 of our tour अनि आज चाहिँ हामी घान्द्रुकबाट जाँदैछौँ पोखरा। तर हामीले घान्द्रुकमा भ्यू हेर्नै पाएन किनकि सबै हुसुल आसी देखाइदिनुहोस् अनि अहिले चाहिँ हाम्रो सेक्सन सीको टोलीहरू चाहिँ लाग्दैछौँ तल बस पार्कतिर गाडी चढेको अहिलेसम्म अलि हिँड्नु पर्छ। त्यही भएर मैले चाहिँ यस्तो लुगामा पनि ट्रेकिङ सुज लगाएको छु किनकि हिँड्न सजिलो हुन्छ भनेर। अनि पछाडि हाम्रो ज्ञानुजी र हुनुहुन्छ सर चाहिँ ज्ञानुजी पनि के बोलिदिनुहुन्छ? अब यो चाहिँ नि टुरमा चाहिँ नि अब रमाइलो भन्ने चिज आफैले गर्ने है। अच्छा ठीक है। आएर रमाइलो हुन्छ भन्ने सोच्नु हुँदैन। यहाँ पनि रमाइलो होला गर्लान् भन्ने सोच आयो हामी होइन। तर अब बाध्यताले हामीले आफैले रमाइलो गर्नु पर्यो। ठिकै छ अब हामी जो रमाइलो गर्ने खाले थियौँ र रमाइलो गरियो र रमाइलो भयो। यहाँ पनि रमाइलो हुनेवाला थिएन। अरू के भन्नु हो ठिकै छ। Sir, you talk anything? घान्द्रुक खासै उत्कृष्ट ठाउँ त होइन, योभन्दा त मेरै गाउँ राम्रो हो। घान्द्रुकमा हामीलाई मन परेको चिज भने चाहिँ यहाँ बास्केट खेलेर यहाँ केटाहरूलाई हरायो त्यही हो। सङ्गीता हजुर ओके सरी म अगाडि व्यस्त थिएँ गर्न ल जा गर्न ल जा दोस्त यस्तै बा हेलो हेलो ठोक्को उता नमस्ते। म त यही त मन पर्न थालिसक्यो मेरो यही आउटफिट मन पर्न थालिसक्यो। हाई सङ्गीता। हाई अहिले चाहिँ हामी जाँदैछौँ पुम्डीकोट अनि त्यसपछि हामी अलिकति बेसी नै हिँड्नुपर्ने भयो कि किनकि गाडी अलिक माथिसम्म नलाग्दो रहेछ मेरो मन अनि हाम्रो अनि पुम्डीकोटबाट तल हामी शान्ति स्तूपा जान्छौँ अनि त्यसपछि हामी लेफ्ट साइड घुम्छौँ लेफ्ट साइडमा हामी रोइला हान्ने भएको छ। बाई बाई पुम्डीकोट देखाउँछौँ हामी तपाईँलाई माथि देखिसकेको बाई।